माननीय रवि लामिछानेज्यू नमस्कार। थापाथलीमा अबको केही घण्टापछि डोजर चढ्नेवाला छ। तपाईँ कति बेला छाती थाप्न आउँदै हुनुहुन्छ हामी पनि कुरेर बसिरहेका छौँ। अहिले रातिको 10 बजिसकेको छ। थापाथलीको बस्तीमा पर्सि शनिबारदेखि चलाइने डोजरको लागि 24 घण्टा जति मात्र समय दिएर चाहिँ तिमीहरू जहाँ जाने हो जाऊ, पर्सि डोजर चलाइन्छ बिहानदेखि भनेर जुन किसिमले यहाँ थापाथलीको सुकुम्बासी बस्तीलाई चाहिँ प्रसिद्ध बनाउने काम गरिँदैछ। तपाईँ यो विषय चाहिँ सरकारले बालेन सरकारले चाहिँ शनिबारसम्ममा चाहिँ थापाथली लगायत काठमाडौँ उपत्यकामा बसोबास गरेका सुकुम्बासी बस्तीहरू खाली गर्नु भनेर चाहिँ एउटा सूचना जारी गरेको छ हैन। विशेष गरी थापाथली एरियामा चाहिँ सुकुम्बासी बस्तीहरू चाहिँ धेरै छन्। त्यहाँ चाहिँ वास्तविक सुकुम्बासी भन्दा पनि अन्य हुकुमबासीहरूको चाहिँ राज चल्ने गरेको भन्ने कुराहरू त विभिन्न समयमा बेला बेलामा बाहिर निस्किने गरेको थियो। त्यही अनुरूप चाहिँ सरकारले चाहिँ सुकुम्बासीहरूलाई चाहिँ त्यहाँबाट हटाउनु, त्यहाँबाट हट्नु, आफ्नो जे जस्तो छ आफ्नो सरसामानहरू चाहिँ व्यवस्थापन गर्नु भनेर चाहिँ यस अगाडि नै सरकारले सूचना जारी गरिसकेको छ। अनि उहाँ मित्रले चाहिँ के भन्दै हुनुहुन्छ भने रवि लामिछानेज्यू तपाईँ चाहिँ सुकुम्बासी बस्ती हटायो भने म छाती थाप्न आउँछु भनेर भन्नुहुन्थ्यो। तपाईँ चाहिँ कहिले छाती थाप्न आउनुहुन्छ भनेर चाहिँ प्रश्न गरिराख्नु भएको छ। रवि लामिछानेले चाहिँ सुकुम्बासी बस्ती हटायो भने म छाती थाप्न आउँछु भनेर चाहिँ भन्नुभएको थिएन है। चुनावभन्दा अगाडि पनि उहाँले के भन्नुभएको थियो भने तपाईहरू वैधानिक रूपले बस्नुभएको छ, तपाईहरूले कानुनसम्मत तरिकाले बस्नुभएको छ भने तपाईहरूमाथि अन्याय भयो भने तपाईहरूको बस्ती उठाउने भयो भने त्यसपछि चाहिँ म छाती थाप्न आउँछु भनेर भन्नुभएको थियो। अनि सरकारको नियम कानुन पालना नगर्ने यत्तिकै अनि छाती थाप्न आउनुस् भनेर भन्न मिलेन नि त। त्यतिखेर रवि लामिछानेले के पनि भन्नुभएको थियो भने एकजना महिलाले चाहिँ उहाँलाई प्रति प्रश्न गर्दै हुनुहुन्छ रवि लामिछानेलाई चाहिँ के अब तपाईँहरूको झन्डा बोकेर तपाईँहरूलाई हामीले जिताएर ठाउँमा पुर्याएपछि तपाईँहरूले हाम्रो पक्षमा काम गर्नुहुन्छ कि हुँदैन भनेर भन्दाखेरि तपाईँहरूले हाम्रो झन्डा बोक्नु पर्दैन, हाम्रो पार्टीमा हिँड्नु पर्दैन, तपाईहरू सही तरिकाले वैधानिक तरिकाले कानुनसम्मत तरिकाले तपाईहरू यहाँ बसिराख्नु भएको छ भने तपाईहरूको पक्षमा रासोपा जहिले पनि हुन्छ। तपाईहरूले हामीलाई भोट दिनुस् नदिनुस् त्यसको हामीलाई कुनै पनि मतलब छैन। तर तपाईहरूले विधिसम्मत रूपमा बसेको हुनु पर्यो, तपाईहरूले कानुनलाई मानेको हुनु पर्यो। त्यो भयो भने तपाईहरूले हामीलाई झन्डा बोके पनि हाम्रो पार्टीमा लागे पनि हाम्रो झन्डा बोके पनि नबोके पनि भोट दिए पनि नदिए पनि तपाईहरूको पक्षमा हामी हुन्छौँ। तर तपाईहरूले हामीलाई भोट दिँदैमा हाम्रो पार्टीको झन्डा बोक्दैमा हामीसँग जुलुसमा हिँड्दैमा तपाईहरूले वैधानिक तरिकाले बस्नुभएको छैन, कानुनलाई मान्नुभएको छैन भने त्यसको लागि चाहिँ हामी तपाईहरूको पक्षमा हुँदैनौँ, भोट दिनुस् हामी भन्दैनौँ, तपाईहरूले हामीलाई भोट दिनु पर्दैन भनेर त्यतिखेर स्पष्ट रूपमा भनिसक्नु भएको थियो। किनभने तपाईँले यो भिडियो अहिले हेर्न सक्नुहुन्छ है। त्यतिखेर चुनावभन्दा अगाडि रवि लामिछानेले बोलेको के थियो भनेर चाहिँ तपाईँले यो भिडियोमा हेर्न सक्नुहुन्छ। म तपाईलाई गैर कानुनी काम गर्छु बनाउने काम गरिँदैछ। तपाईँले आफ्नो चुनाव अगाडिको प्रतिबद्धता याद गर्नुहोस्। पर्सि बालेन्द्र शाह नेतृत्वको सरकारले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउँदैछ। तपाईँ कति बजेसम्म आइपुग्नु? बन्द गर्ने यो वचन म तपाईँलाई पर्दैन। झन्डा बोक्नु पर्दैन, होइन झन्डा बोक्नु होइन, पर्दैन, कहिले पनि पर्दैन। तपाईँ आफ्नो काम गर्नुहोस्, तपाईँ आफ्नो विवेक बुझाएर भोट हाल्नुहोस्। झन्डा बोक्नुपर्छ समय छ भने मात्र बोक्नुहोस्। मेरो झन्डा बोकेका कारणले तपाईँको काम हुने होइन, कानुनले दिने भएर तपाईँको। ल ठिक छ। अब सुनिहाल्नुभयो कुरो त होइन उहाँले के भन्दै हुनुहुन्छ भनेर। उहाँले चाहिँ वैधानिक रूपमा बस्नुभएको छ, तपाईँहरूले सरकारले भनेको सरकारको नियम कानुन पालना गर्नुभएको छ भने चाहिँ सुकुम्बासीको पक्षमा जहिले पनि हुन्छ भनेर रवि लामिछानेले भनेको। तर तपाईँहरूले चाहिँ वास्तविक सुकुम्बासी नभई तपाईँहरू नेपालको विभिन्न ठाउँमा चाहिँ जग्गा जमिन तपाईँहरूको नाममा जग्गा जमिन छ, करोडौँको सम्पत्ति छ भने अनि तपाईँहरू त्यहाँ त्यसरी जग्गा ओगटेर बस्नुभएको छ भने तपाईँहरूको पक्षमा कहिले पनि हुँदैन भनेर स्पष्ट रूपमा भनिसक्नु भएको छ। त्यसले तपाईँले छाती थाप्न कहिले आउनुहुन्छ भनेर प्रश्न गरिराख्न सुहाउँदैन है। कसैको घरबास उठाइँदैछ भने उसलाई कमसेकम अल्टरनेटिभ दिनुपर्छ, विकल्प दिनुपर्छ। यहाँ हाम्रो नेपाली समुदायमा के मानिन्छ भने शरणको मरण गरिनु हुँदैन। तपाईँले भनेको कुरा एकदम ठिक हो। तपाईँले भनेको जस्तै कोही पनि घरबारविहीन बनाउनु हुँदैन, राज्य पक्षबाट कसैलाई पनि घरबारविहीन बनाइनु हुँदैन भन्ने कुरा एकदम जायज छ। तर तपाईँलाई मन लाग्यो भन्दैमा तपाईँले सरकारी जग्गा जहाँको मन लाग्यो त्यहाँ कब्जा गरेर बस्न त मिल्दैन नि। मलाई टुँडी खेल मन पर्यो अरे म टुँडी खेलमा गएर म टुँडी खेलमा कब्जा गरेर बस्न सक्छु त? सक्दिनँ नि।
त्यही भएर तपाईँले सरकारको नियम कानुनहरू पनि पालना गर्नुपर्ने चाहिँ हुन्छ है। सरकारको कानुन र दायराभित्र रहेर तपाईँले बसोबास गर्नुपर्ने हुन्छ। सरकारले दिएको ठाउँमा जानुपर्ने हुन्छ, सरकारले पुनर्स्थापना गरेको ठाउँमा जानुपर्ने हुन्छ। यदि तपाईँ वास्तविक सुकुम्बासी हो भने मलाई यही ठाउँको जग्गा चाहियो भनेर तपाईँले अड्डी लिन चाहिँ हुँदैन। अनि अर्को कुरा, तपाईँले अघि कानुनको कुरा पनि गर्दै हुनुहुन्थ्यो, घरबार बनाउनु हुँदैन भनेर होइन, हो त्यो कुरा एकदम ठिक हो। सरकारले उचित क्षतिपूर्ति सहित त्यो मान्छेलाई पुनर्स्थापना गर्नुपर्छ। तर सरकारले आफ्नो सरकारी जग्गा चाहिँ हडपेर बसेको छ भने त सरकारले त त्यो मान्छेलाई त जतिखेर पनि उठाउन सक्छ नि त। मान्छेले आफ्नो निजी सम्पत्ति, आफ्नो नाममा भएको जग्गा जमिन त सरकारले कुनै सरकारी प्रयोजनको लागि काममा आउने भयो अथवा सरकारी प्रयोजनको लागि प्रयोगमा आउने भयो भने त्यो मान्छेलाई उचित क्षतिपूर्ति दिएर त्यो व्यक्तिको निजी जग्गा त सरकारले आफ्नो स्वामित्वमा लिन सक्ने अधिकार राख्छ भने तपाईँले त सरकारी जग्गा नै हडपेर बस्नुभएको छ नि त। सरकारी जग्गा नै हडपेको व्यक्तिलाई त सरकारले त जतिखेर पनि उठाउन सक्छ नि। त्यो त तपाईँलाई क्षतिपूर्ति नदिएर पनि उठाउन सक्ने सरकारले उठाउन सक्छ क्या। तपाईँलाई क्षतिपूर्ति बिनै पनि सरकारी जग्गा हो भन्दै तपाईँले जानेर बस्नुभएको छ भने त सरकारले तपाईँलाई जतिखेर पनि उठाउन सक्छ, क्षतिपूर्ति बिना नै उठाउन पनि सक्छ। तर तपाईँलाई त उचित व्यवस्थापन गर्ने, क्षतिपूर्ति दिने भनेर त भनिरहेकै छ सरकारले। त्यही भएर तपाईँले त्यहाँ बस्यो भन्दैमा त्यो तपाईँको निजी सम्पत्ति हुँदैन। त्यो निजी सम्पत्ति त सरकारले कुनै पनि बेला सार्वजनिक हितको लागि उपयोग हुने रहेछ भने तपाईँबाट नियन्त्रणमा लिएर चाहिँ सरकारले स्वामित्व आफ्नो लिन सक्छ भने तपाईँलाई व्यवस्थापन चाहिँ गर्नु पर्यो है। तपाईँलाई व्यवस्थापन गरेर त्यो तपाईँको निजी सम्पत्तिको त स्वामित्व सरकारले लिन सक्छ भने, त्यति अधिकार सरकारले राख्छ भने तपाईँ त अब सरकारको जग्गामा बस्नुभएको छ नि। तपाईँ 10 वर्ष बस्नुहोस्, 15 वर्ष बस्नुहोस्, त्यसमा कुनै भएन क्या। तपाईँले सरकारको नियम पालना नगरेर अटेरी गरेर सरकारले हट भन्दै अटेरी गरेर बसेको व्यक्तिलाई त हटाउन सक्नुपर्छ क्या, हटाउनु नै पर्छ। त्यस्तो यदि वास्तविक सुकुम्बासी हुनु भने तिनीहरूलाई पुनर्स्थापना गर्नुपर्छ। तर देशको विभिन्न ठाउँमा जग्गा जमिन धन सम्पत्ति गाडी करोडौँको मालिक भएर त्यहाँ नदी किनारमा बसेर त सुकुम्बासी हुँदैन नि। मेरो काठमाडौँमा घर जग्गा जमिन छैन भन्दैमा त सुकुम्बासी हुँ म भनेर भन्न पाइँदैन नि त। कति मान्छेहरूको काठमाडौँमा जग्गा जमिन छैन कि ती सबै सुकुम्बासी मान्ने त। अब ती सबैलाई घर जग्गा दिएर सकिन्छ त सरकारले? त्यो त सकिँदैन नि त। अनि कसैलाई चाहिँ मन लाग्यो मलाई काठमाडौँमा घर घडेरी चाहियो भनेर चाहिँ म सुकुम्बासी हुँ भनेर त त्यो सुकुम्बासी हुँदैन होला। कि तपाईँको परिभाषामा चाहिँ त्यस्तो मान्छेलाई पनि सुकुम्बासी भन्ने हो भने चाहिँ तपाईँले भनेको कुरा एकदम ठिक छ। होइन भने त काठमाडौँमा घर जग्गा भएन भन्दैमा त सुकुम्बासी भन्न मिल्दैन नि त। सम्पत्ति राख्ने अनि खोला किनारको सरकारी जग्गा पनि हडप्ने त्यो काम चाहिँ गर्नु हुँदैन है तपाईँहरूले पनि। यति कुरा चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ। कसैलाई पनि कानुन विपरीत निजको घरबारबाट चाहिँ इफेक्ट गर्न पाइँदैन, निकाल्न पाइँदैन। आवासको अधिकार हुन्छ भनेर त सरकारले अहिले तत्कालको लागि त्यस्ता वास्तविक सुकुम्बासीहरू रहेछन्, त्यही कसैको केही छैन भने होटलमा लगेर लजमा लगेर पनि व्यवस्थापन गर्ने, त्यसपछि त्यहाँ उनीहरूको डाटा सङ्कलन गर्ने, वास्तविक सुकुम्बासी भयो भने तिनीहरूलाई व्यवस्थापन गर्ने, पुनर्स्थापना गर्ने भनेर त भनिरहेको छ त। तपाईँले त्यसमा टाउको दुखाउनु पर्ने जरुरी नै छैन नि। तपाईँलाई त्यही काठमाडौँ थापाथलीकै जग्गा चाहियो, तपाईँलाई बालुवाटारै चाहियो, तपाईँलाई टुँडीखेलै चाहियो भनेर त अटी कसेर त हुँदैन नि त। सरकारले त्यो गर्न सक्दैन नि त। सरकारले जहाँ दिन्छ तपाईँलाई, जहाँ व्यवस्थापन गर्छ त्यहाँ त तपाईँ जान सक्नु पऱ्यो नि त। त्यो तपाईँले हिम्मत राख्नु पऱ्यो नि त। 10 वर्ष बसेँ अब यो जग्गा चाहिँ मेरै हुनुपर्छ भन्ने तरिकाले त्यो तपाईँले भन्नुभयो, त्यो चाहिँ गलत हो है। तपाईँलाई त्यो जग्गाबाट उठाउँदै गर्दा सरकारले वास्तविक सुकुम्बासी हो कि होइन भनेर प्रमाणीकरण गरेर तपाईँलाई उचित कुनै ठाउँमा लगेर व्यवस्थापन गर्ने, कसरी पुनर्स्थापना गर्ने भन्ने त सरकारले सोचेको होला नि त। अनि तपाईँ चाहिँ म यहाँबाट उठ्दिनँ भनेर भन्न पाउनुहुन्न क्या। त्यो त किनभने त्यो सरकारी जग्गा हो। मान्छेले आफ्नो व्यक्तिगत आफ्नो नाममा लाछाप लागेर लागेको जग्गा त कुनै पनि सरकारी प्रोजेक्ट बन्ने भयो, सरकारको आयोजना बन्ने भयो भने तपाईँलाई उठाउन सक्छ सरकारले। सरकारले आफ्नो स्वामित्वमा जुनसुकै बेला तपाईँको जग्गा त लिन सक्छ भने त्यो त तपाईँ सरकारी जग्गा नै बस्नुभएको छ नि, सरकारकै जग्गामा बस्नुभएको छ। तपाईँले त्यो त यही ठाउँमा म 10 वर्षदेखि बसेँ, मलाई यही ठाउँको जग्गा चाहियो भनेर त त्यो अटी कसेर त हुँदैन नि त। तपाईँले 100औं वर्षदेखि भोगचलन गर्दै आएको जग्गा त तपाईँलाई सरकारले कुनै पनि बेला उठाउन सक्छ। तपाईँलाई पुनर्स्थापना गरेर त्यो जग्गा तपाईँले सरकारले चाहिँ आफ्नो स्वामित्वमा लिन सक्छ भने सरकारकै स्वामित्वमा भएको जग्गा त तपाईँले जुनसुकै बेला पनि त्यहाँबाट उठाउन सक्छ नि। तपाईँले 10 वर्ष 15 वर्ष बसे भनेर त्यसमा चाहिँ त्यो जिद्दी गर्न चाहिँ त्यो केटाकेटीपन चाहिँ देखाउन पाइँदैन है त।
अनि उहाँले अझै भन्दै हुनुहुन्छ समय दिनुहोस्, यहाँबाट बस उठ्नका लागि समय दिनुहोस्, तपाईँहरूले चाहिँ 24 घन्टाभित्र हटाउँछु यसरी भन्न पाउनुहुन्न भनेर पनि भन्नुभएको रहेछ। त्यो कुरामा चाहिँ म के भन्छु भने 24 घन्टाभित्रमा चाहिँ सुकुम्ब हट्नुपर्छ भनेर उठेको कुरो होइन। यो भनेको त वर्षौँ अगाडिदेखि उठेको कुरा हो। यो 2068 सालतिर बाबुराम भट्टराई सर प्रधानमन्त्री हुँदाखेरि त्यहाँ चाहिँ सुकुम्बासीहरूलाई व्यवस्थापन गर्ने भनेर बाबुराम भट्टराईको सरकारले चाहिँ कता 2-3टा अपार्टमेन्ट समेत बनाएको थियो अरे, त्यहाँ लगेर राख्ने सुकुम्बासीहरूलाई चाहिँ। अनि यो जग्गा यो बस्ती चाहिँ हटाउने भनेर चाहिँ त्यतिखेर नै योजना बनेर त्यही अनुसार विभिन्न संरचनाहरू पनि बनाएको थियो अरे। तर त्यो संरचनाहरू अहिले कस्तो छ, के अवस्थामा छ मलाई अब थाहा छैन है, तपाईँहरूलाई नै थाहा होला। अब त्यहाँ चाहिँ वर्षौँ भइसक्यो, त्यहाँबाट चाहिँ जग्गा त्यो सुकुम्बासी बस्ती हटाउने, खोला किनारबाट बस्ती हटाउने भनेर चाहिँ त्यो वर्षौँ भइसक्यो। यो चाहिँ तपाईँहरूको लागि हो, किनभने अब बर्खाको समयमा त्यो बाढी आउँछ। अब तपाईँले बस्ती अब जग्गा मिचेर चाहिँ त्यहाँ बस्ती बसाउनु भएको छ, खोलालाई चाहिँ मिचेर, अब खोला यति ठुलो, अब धेरै ठुलो खोलालाई तपाईँले मिचेर सानो बनाउनु भएको छ। अब त्यहाँ त बर्खाको बेलामा त बाढी आउँछ, बाढी आउँदा त त्यहाँ पानी अट्दैन, त्यो पानी त सबै बस्तीभित्र पर्छ। त्यो बस्ती चाहिँ पानी त्यो बाढीबाट बचाउनको लागि पनि तपाईँहरूलाई व्यवस्थापन गर्नको लागि तपाईँहरूकै सुरक्षाको लागि सरकारले सोचेर काम गरेको हो जस्तो लाग्छ है। अनि यो तत्कालै अब बस्ती हटाइहाल्ने भन्ने अहिले 24 घन्टाभित्र भन्ने कुरो पनि होइन। अब धेरै समय अगाडिदेखि बस्ती हटाउनुपर्छ भन्ने कुरो उठिराखेको हो। र बालेन शाह चाहिँ काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि त्यहाँ बस्ती हटाउन भनेर उनले चाहिँ प्रयत्न गरेकै हुन्। त्यतिखेर सङ्घीय सरकारको असहयोगको कारणले गर्दाखेरि चाहिँ त्यतिखेर बालेनले चाहिँ बस्ती हटाउन सकेका थिएनन्। अब अहिले चाहिँ बालेन आफै स्वयं प्रधानमन्त्री भएको बेला चाहिँ उनले यो सुकुम्बासी बस्ती चाहिँ हटाउन भनेर लागि परेका छन्। अब हेरौँ सुकुम्बासी बस्ती चाहिँ अब त्यहाँ वास्तविक सुकुम्बासी हुन् भने तिनीहरूलाई व्यवस्थापन गर्नुपर्छ, तिनीहरूको उचित पुनर्स्थापना पनि गर्नुपर्छ होइन। त्यो कुरा चाहिँ हामी सबैले चाहिँ हामी समर्थन छ। वास्तविक सुकुम्बासी हो भने सरकारले जहाँ उपलब्ध गराउँछ, सरकारले उपलब्ध गराएको ठाउँमा गएर बस्न सक्नुपर्छ। मलाई काठमाडौँकै जग्गा चाहियो, मलाई यही ठाउँको जग्गा चाहियो भनेर तपाईँले पनि अड्डी कस्न मिलेन। र सरकारले पनि त्यस्ता वास्तविक सुकुम्बासी हुन् भने तिनीहरूको उचित पुनर्स्थापना गर्नुपऱ्यो, उनीहरूको सुरक्षा गर्नुपऱ्यो, त्यस्ता व्यक्तिहरूलाई चाहिँ सुरक्षा गर्नुपर्छ। तर अब करोडौँको मालिक भएर चाहिँ म सुकुम्बासी हुँ, मलाई चाहिँ यहाँ जग्गा चाहियो भनेर चाहिँ रहरले गर्दा मलाई मेरो काठमाडौँमा जग्गा छैन, मलाई चाहिँ काठमाडौँमा जग्गा चाहियो भनेर चाहिँ त्यो चाहिँ सरकारले दिन सक्दैन है, सबैले दिन सक्दैन। र त्यो चाहिँ गलत पनि हो। त्यसको लागि चाहिँ सरकारले जुनसुकै हदसम्म रहेर पनि काम गर्न सक्नुपर्छ। त्यसमा चाहिँ हामी सबैले सरकारलाई समर्थन पनि गर्नेछौँ। आजको विषय चाहिँ यति नै हो होइन। भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कृपया एउटा कमेन्ट गर्नुहोला। अनि तपाईँहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिनु होला, ताकि तपाईँहरूको लागि यस्तै जानकारीमूलक भिडियोहरू अथवा तपाईँहरूलाई यस्तै विषयका भिडियोहरू तपाईँहरूको लागि ल्याइराख्नेछु भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। तबसम्मको लागि बिदा दिनुहोस्। जय नेपाल।